नमस्ते, म कलाकार सुमन योगी। 4 महिना अगाडि रिलिज भएको नाम के हो नानी चन्द्रकुमारी गीत जुन चाहिँ 5 मिलियन भ्युज प्लस भइसकेको थियो। सुमन योगी युट्युब च्यानल ह्याक भएर गीत डिलिट भएको छ। त्यो मात्रै नभएर चाहिँ अर्को गीत पनि डिलिट गरिएको छ त्यसमा, चन्द्रकुमारी र दुनियाँ कुरा नसुन भन्ने। आई डोन्ट नो यो कसरी भयो है, के भयो, हामीले रिपोर्ट पनि गरिरहेका छौँ। तर यो चाहिँ आइडी ह्याक भयो, डिलिट भयो भन्दा पनि जुन हामीलाई सबैले सपोर्ट गरेर त्यत्रो गीत लेख्नुहुने हाम्रा बसन्त सापकोटा सर, गाउनुहुने मिलना राईज्यू, दिनेश भारती, यसरी मलाई साथ दिनुहुने बिना राउत, हाम्रो डाइरेक्टर साहब सुरेश सर, हाम्रो होल टिम सबैजना हुनुहुन्छ र जसले चाहिँ यो प्रमोसनलाई साथ दिनुहुने मनी, हाम्रो बिट्टु, सबैले साथ दिएर चाहिँ प्रमोटिङको लागि धेरै साथ दिनुभएको छ। त्यसै स्पेसल्ली धनकुटावासी, त्यसै गरी नेपाल अथवा नेपालभन्दा बाहिर बस्नुहुने सबैले चाहिँ यो गीतलाई माया गरेर जुन यो हामीलाई चाहिँ अगाडि बढ्नुपर्छ भन्ने एउटा हौसला दिँदै हुनुहुन्थ्यो, त्यसमाथि पुरै ठोस लागेको छ। हामी एक्सट्रिमली सरी भन्छौँ र त्यो गीत डिलिट त भइहाल्यो। सो हामी एकदमै चिन्तामा छौँ। त्यो चिन्ता भन्दा पनि अब फेरि पनि तपाईँहरूको साथ चाहिएको छ। हामीले नयाँ युट्युब च्यानल क्रिएट गरेको छौँ, सुमन योगी युट्युब च्यानल भनेर, र त्यसमा चाहिँ हामीले चन्द्रकुमारी गीतलाई फेरि पनि रिलिज गरेको छौँ र आज भोलि पनि त्यसलाई दुनियाँ कुरा नसुन भन्ने पनि गीत हामी रिलिज गर्नेछौँ त्यसमा। सो सबैले यसलाई साथ दिनुहुनेछ यो च्यानललाई भन्ने पूर्ण विश्वास छ। केही छैन, हामी फेरि पनि ग्रो गर्ने आशा गरेको छौँ र सबैले साथ दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ। थ्याङ्क यू सो मच।